यसरी हाम्रो म्याग्दी जिल्ला मालकी गाउँपालिका 5 अवस्थित मौरी काट्दै है साथीहरू, हामी मौरी काट्दै भइरहेको छ। हामी चाहिँ म काट्दै हो है साथीहरू, म काट्दै अब माथि आगो पनि सल्काउन सुरु गरियो। त्यसपछि बिस्तारै महको शाखा निकाल्नु पर्छ। त्यो ठाउँ चाहिँ मालविका गाउँपालिका 5 स्थान जुब्जा अवस्थित को भिरमा हो। सम्पूर्ण साथीहरूलाई स्वागत छ यस मह काट्ने कार्यक्रममा। यति रिक्स छ, त्यहाँबाट झऱ्यो भने बाँच्नेको कुनै पनि आधार छैन। यसरी भिर मौरी काट्ने तरिका यदि हजुर ठाउँमा पनि छ भने ओ माइ गॉड, झरिसक्यो। अब माथिको साथीहरूले तान्न खोज्दैछन्। झरिसक्यो है, त्यो झरिसक्यो। यति रिक्स लिएर मह काट्नुपर्छ, ज्यानको जोखिम लिएर। छैनै जो जिन्दगानीमा अर्ग्यानिक भिरमा है त साथीहरू। त्यो महले हरेक बिरामीको औषधिको रूपमा पनि चलाउने काम गरिन्छ। है साथीहरू, मौरीहरूले आल्लागो, हामी छोड्यौँ साथीहरू। हेर्नु होला, आइज लाम्ते पारा। के भन्छ? यति खतरनाक छ, यति खतरनाक। हेर्नु होला त्यो राम्रोसँग। जो कसैले गर्न सक्दैन यस्तो अप्ठ्यारो भिरमा। होला माई गड, मुटु नै सिरिम हुने गरी काटेका छन् साथीहरू।
नपुग्ने र गरालो थपेको नि हेमा आइडिया चाहिँ भन्नुपर्छ साथीहरूको आइडियालाई झऱ्यो 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 म झऱ्यो उता सुन त कता हो के भन्छ कान सुन्नेहरूले राम्रो कान सुन्नेहरूले अब एकछिनपछि सम्पूर्ण साथीहरूलाई मह खान जिगा 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 निमन्त्रणा गर्न चाहन्छु छोरा छ भने यदि कोही इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला माथि चाक सब्जी मौरीको मह खान आउनु होला है त आउनु होला के आउँछ अब लगभग लगभग सकिन लागेको छ लाइब्रेरी त केही देखिन त यार अझै तल पनि छ हामी चाहिँ भिरमा काट्दै है साथीहरू ए यस्तो म छन् अब खल्ल्या खाला हजुरहरूको ठाउँतिर पनि यस्तो छ भने कसरी काट्नुहुन्छ सो कमेन्टमा कमेन्ट गर्नु होला लाइक सब्सक्राइब पनि गरिदिनु होला भर्याङ चाहिँ खतरा हो कि बल्ल यो बल्ल साथी माथिबाट तल गर्छ उता आगो लागिरहेछ एक मिस्टेक थोरै थोरै अझै लाइफ ड्यामेज हेर्नु होला Oh my god, my god, my god. है ल यस्तो डरलाग्दो भिडमा कोही सक्नुहुन्छ छोड्यो छोड्यो अलि है ल साथीहरू आयो 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 बस 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 एकछिन ताला गरोस् छोरा ताला गरोस् छोरा माई लट ताला गरोस् छोरा ताला गरोस् छोरा सेफ्टी बबाल छ है त्यसो देख्न सक्नुहुन्छ म निकालिसकेको अवस्था छ ओइ ताला गरोस् ताना 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 अलि बिस्तारै बिस्तारै तान्नु है बिस्तारै बिस्तारो बिस्तारो ल ल झट झट नगरिकन बिस्तारै सरर तान न ल ल आइपुग्न आएछ है 3-4 वटा छ त्यहाँ माथि चाहिँ साथीहरू छ है माथि पानी छ पानी छ ओइ डग तेबे तेबे माने डग बनाऊ डग हेर्नुहोस् दियोसी डग बनाऊ
अब अर्को अब रसबाट अब आउनु लागेको छ काटिसकेको अवस्था है त्यो हेर्नुहोस् सबै धेरै चाहिँ अब उडाइसकेछ रस हेर्नुहोस् बबाल बबाल काटिसकेको अवस्था जुन मह काट्ने मान्छे साथीहरू उक्लिँदै हुनुहुन्छ रस निकाल्नलाई मौरीको मह निकाल्नलाई छान्नलाई यसरी निकालिन्छ। साथीहरू मेरो भागमा परेको है अहिले खानको लागि मात्रै यदि खान सकिन्छ कि सकिन्न होला सुकमा आउनु भएको कन्ट्याक्ट गर्न सक्नुहुन्छ स्टार्ट गरिहालौँ र ल खानु 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 के खानु के हाम्रो गाउँको अनि ल ल ल साथी ल आउ त यो चाहिँ अलिकति कुनै मान्छेहरू नसुहाउने मान्छेहरू हजुर हेर्नुहोस् लिन सकिन्छ मौरीको रस निकाल्ने तरिका रस निकालेर कपडामा छानेर यसरी निकालेपछि कति गुलियो हुन्छ एकदम लेकदेखि पुरै जडीबुटीका सङ्कलन गरेर बनाएको यो मह अर्ग्यानिक मह देख्न सक्नुहुन्छ एकचोटि आनन्द झन् दहरिनुहुन्छ लाग्ने हामी उहाँ के अरे मालिका घुम्न जाँदाखेरि एउटा भालेको उहाँलाई सबैले मन पराउनुहुन्छ भन्ने एक छाक खानु हामीले त आज बेलुका भोलि अर्को दिन बेलुका बिहानमा छौँ भने हामी त सातजना बसेको त यार सातजना हामी मालिक जाने भन्दा हाम्रो त केटा हो दुरीलाई पालिदिनु पर जोक्सा पनि फालिदेऊ न गरम र उमा राख्दैन नि त गर्ने नै रहेछ एकैचोटि गर्ने र यत्रो जाली हो ठिक हो नि त मसुर दाली जाली बुढी त मामाले जाली राख्छ है घरको खाउन खानाका फेरि यार चास सिद्धि नम्बर त हुन्छ ओ अन्त 98 130 तोलाई बहुत छोड्दै हो यहाँ कबिला गर्छ अरे बुझ्छ 4 गुणा कस्तो छ भन्ने कुरा गएर चाखी ल्याउ हैन र एक गिलास नि पुग्न 2 बल लखिदिएर यत्रोलाई
घर गएर परान परि खाने भोलि त माया चिक्ने म कुटा हालिदिउँला त म यो कुट मैले पहिलाको रह नि माया चिकन कति खानै नखाएको रहेछ यार खानै नखाएको क्या चाहिँ परान परि मु त त परान पार्छ नि फेरि खाली तल बनाएन मलाई उभोको लाग्छ उभोको लाग्दैन फेरि यताको उभोको लाग्छ होइन यताको लाग्न फेरि यो जब त बेरा खालदेखि उभोको हावा नि फेरि लाग्न सुरु गर्छ मौरीले सङ्केत पाइसक्यो पत्काइदिउँ न बन्दुक ल्याइदिनु पर्छ कि सिधा माथि हानेन र छैन यहाँ नगर्न यताले नै तेरो कति ल्याउमा त नडराएर दिनुपर्छ क्या राजा ओइ त्यो छोक्रा ऊ छैन चाचा यताको रस रस भन्दा नि त्यो किमा के छाने त यो यार मेरोमा ट्याम्मै अँटरतिर राखेर यार त्यस्तो मजाको छोरा नि त्यो पहिलाको रस हो नि तातालाई नि त्यो नि त्यो छोरै छोरा छोरा यार पहिलाकोमा छ तातालाई छोरा किसिम खै त अर्को हप्ता दोगोमा निजेर खान्छ बेहुती बनाउन अहिले कुन जानिन्छ र भन्छ नि भन्छ एकजाङ्गा भन्छ बनाउँदा आर्यो कहिले जान्ने गोल बनाउ त ल तपाईलाई लिनु त बेहुती खाइसिन बेहुती खाएर गरौँ न ल ले ले कल्लारै छ तल बसेर पिज्जा त न अन्तमा मान्छे त पिज्जा दिन्छ म ल ल ले टपेर उले त पिज्जा हाम्रो सिधा नै के भोलिको लागि नि राख्नु म त भोलि नि फेरि अब खाऊ धेरै हुन्छ भोलि त कति हुन्छ कतिले हैन फाल्ने नि गरात लिनु पर्यो यो अन्त गरात लिने नि तान्नेला मात्र फाल्ने तान्नेला मन बस्छु पनि तान्नेमा ल ल ल जान्छ नि यस्तो कहाँ जान्छ र यो त यार आस्ते आस्ते जानु निस्किन्छ क्या मान्छे त राक्षस मान्छे राक्षस नि यस्तोमा अब बेर गएर 3-4 वर्ष गएर नि सबैजना साह्रै वर्ष गएर त यो त बाखालो छ क्या यो त सल साह्रो त छामा सल छ भने सोह्र त सल नि धेरै रक्सी आने सर रक्सी खायो भने पानी खाने रक्सी खाने शिक्षक गयो त्यसो पहिला भिटारै सारा खान्छन् नि सबै बतारौँ के यसरा जति भयो भन्ने आयो भने त्यो बतारौँ अझ खेलाउनु छ नि रस छ नि झन्डै यसलाई तान्दा घटो भयो यो खानेलाई उठेर दियो खाउ कोही सिधै छ तपाईँले खानु न र मौरी फालेर नि धेरै खानु के ए यता आएर खानु त खाइन्छ क्या म त खान्छ नि मेरो यो भेको खाना त खान्छ नि यार कहाँ छन् भन्ने कुरा त आज त तताउने म त आत्ताइन्छु लाइट खान त खाऊ तर यहाँ मुतो खाऊ नि नउफ्रियो है रक्सी आफिकन छ फेरि जब मुटु खान लाग्यो भने एकसोले खाने चाहिँ रक्सी खाइन सालामा खान्छ र नखाने त अहिले मलाई दिए मलाई खाइन र घरमा त के पनि मान्ला नि खै अस्ति काएर यसो म त्यत्रो होइन म त घरमा के गर्नु
मौली नजानु बाबुले नुटपट पार्नु त्यसलाई उनी खनाइ उता 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 खतरा नलगाए गीत डराएर नि लाम पसार हतनबद्धमा चाहिँ पालाले बस्छ सकेर ल खाना लायो यहाँ छ थालमा बस्छ गाडेर क्या ढकेको आउनु लाग्छ कत्रो रहेछ सिङ्गलै छ त्यहाँ अलि भयो त्यस्तै खानेमा खाऊ नखानेमा गर्ने नि त मोइन चाहिँ त्यो जो गाडेर बनायो त्यहीको महिनु नै जै झिँगैगान जाने भन्नु यस्तो तिमी त शिवन जाँदैन र शिवन अझ देउराले ओइ अहिले राम्रो अझ उसलाई के अरे जितेन्द्र सरलाई सेटिङ मिलाउनु पर्यो सेटिङ त्यसरी चाहिँ सेटिङ मिलाउनु होइन प्रसादले मगाने अरे जान्न बिचरा ऊ त यहाँ बाट्न त हुँदैन थियो क्या अहिले त बाट्न बसी म्यासी गर्नुबाट चाहिँ हेर्दै कहाँ हेरेर सिन गरेको छ टुप्पा यहाँ तल भइमा न त्यो कहाँ म बाँध्दै थिएँ दादाको लागि अरू बाँध्छु नि उनको खान सक्छ अब सुङदान मुटु खानेलाई त एकैचोटि ठुलो खानुपर्छ क्या त्यसो जति खाए हाउस मुटु मैले त मेरो आमा भएपछि सानो खाने नै मुटु होइन ठुलो खाने नै हो मैले यसको छोरा त रक्सी चाहिँ भुटिया खाएको त्यो भएन त्यो रङ्ग किन्ने रक्सी भुटिया खानेमा काइटा आमा उतिसको का छोराको बल मिल्छ नि अब आज नबनाउने भोलि बनाएर खायो हुन्छ क्या भोलि त अन्त नै भोलि बनाउनु लगेको बेगुटी खतरा हुन्छ क्या तर म त्यो बेगुटी खाना खाएको त त्यो बेगुटी खाना मुटु खान्छ क्या केमा मान्छे रहेछ त्यस्तो मुटा खाने खानाहरू तपाईँ रस खानु होइन अगाडि सार त अझ यहाँ छ क्या पाउनु एकछिन खाएर अहिले अलि जाँदैन हात त्यस्तो यो त अब कति अब तरन्त हिजो चाहिँ मैले उसलाई पठाइदिएको के गर्ने राम्रो राम्रो हालिदेऊ न खाना खाँदैन हो क्या चिनी परेर चाहिँ थालमाले चाहिँ पाँच साथी हो खानु अहिले ओले चालन खानु र खाना त खाऊ साथी लाइभ सबै अब साथीहरू यार नपाएर बेजोग छ सर कोही बेला सरे जाउँ न रक्सी खाने होइन खाने जाने क्या खाने जाँदा खाएर भन्ने मात्रै नि जहाँ लाग्यो त कस्तो खायो खानु न अनि त्यो हाल्दो त गएर साइड सोधिदिने होइन सर यो फत्ती बिना गए त
मिठान न रे रक्सी 4-5 बोतल छ रे पत्र खाउन के त हो यार नम्बर छैन क्या फेरि यार नम्बर त चास सिद्धि ल ओ अन्त 98 61 ए 98 सुब्रे घर हावा त घर गएर परान परि खाने यो त पुरानो रहिसक्यो नि हो धेरै खानै नखाएको रहेछ यार खानै नखाएको क्या चाहिँ परान परेर मुतो खान त परान पार्छ नि फेरि खालि तल बनाएन तल छु उँभोको लाग्छ होइन यताको लाग्न मलाई जान होइन यो जब त बेला खाली हावा नि फेरि लाग्न सुरु गर्छ तँले घरमा उठ्दा खा बनमरी खान्छ खान्न मोरीले सङ्केत पाइसक्यो यार त रन खान्छु अब खेल्नेपछि त्यहाँ तलको रन खाने हो सिधा माथि माथि अब म तल मुटु खान्छ र मेवा नगर्न यतालाई नै तेरो कति ल्याउँ त दिनुपर्छ क्या राजा रस भन्दा नि त्यो किमा के गाउँमा गयो यार मेरोमा च्याम्मै अँटर दिएर राखेर यार त्यस्तो मजाको छोरा नि त्यो पहिलाको रस नि यता दादालाई नि हो नि त्यहाँबाट छोरै छोरा यार पहिलाको सिम नरम छोरा छोरा कि सिम खै त अर्को हप्ता दोकोको आसन निजेर बनाउन अहिले कुन जानिन्छ र हैन यी दिन कि भोलि भन्छ नि भन्छ एकजाङ्ग भन्छ बनाउँदा अरे कहिले अनि ल्याउ त म बनाउँछु ल्याउ खर निचर्दै राख्यो तपाईसँग हालेर ल तपाईँ ल्याउ त ल ल्याउ त ल्याउ त तल बसेर पिच त न अन्तमा मान्छे त बिचारिन्छ त म गुन्द्रिया बसेर पिच त के गुन्द्रिया बसेर मजाले पिच त न ल ल्याउ तपाईँ सिद्धाने क्या भोलिको लागि नका भुलिन् फेरि अब भोलि त कति हुन्छ कति सातबारको हैन फाल्दिने भोलि त त्यो काम मिठो हो अन्त घर लिने नि दुध त फाल्दिने हो भोलि त तान्ने फालिदिन्छु नि है त्यो उसले टङ्गालो ल्याएर तल त उड्नु गएको त झ्याउरिनु गएको पदमा आएर ठ्याम्मै बसेर अरे हेरेर त्यो हाल्दैन त यो त यहाँबाट पुरा टप्पाएर छ नि यहाँ बसेर टोक्नेर अगाडि केटा मौरी त मैले खुब हालिदिनु नि 11 गएर छोडै छोड्न छ हालै नछोटिने क्या यार सिङ्ला लाठीले मुजी त्यो फेरि आगोले चम्काएको भइरहेको आगो लाग्ने के छोरा के मन पऱ्यो रे 11 मौरी 11 घेरा लगेर दिने अरे बल्ल दिन्छ अरे मन लाग्यो एउटा सिम राम्रो
हानिरहेको अस्ति यिनीहरू अझ त यहाँ तेलमा माटोला खाने त्यो माटोला त फाल्ने हो क्या माथि हिँड्न त यहीँ पर्छ भाइ छ ल 10-12 लिटर छ त्यो अलि बिच यो माहौल खाने मान्छेले खायो उता लाग्यो भने चाहिँ त्यहाँ